यो रमाइलो छ यो कटुवा चाहिँ एकदम रमाइलो छ यो पुरा सल्लाहघारीमा यो यस्तो यो पनि पाउँछ पुरा रमाइलो एकदम रमाइलो ठाउँ छ बस्नुको लागि घुम्नको लागि यो चाहिँ एकदम सुन्दर के भन्छन् यसलाई यो कटुवा नै त्यो त्यो तपाईले समातेको लागि के भन्छन् त्यसलाई ए यो सिम्ता भन्छ के हाम्रो भाषामा ए सिम्ता हो सही सही सिम्ता भन्ने यो यो सिम्ता हो यो चाहिँ अब यसको भित्र खास गरी यो भित्र यसको बिउ हुन्छ यो बिउहरू चाहिँ भर्खर झरेको बेलामा चाहिँ खान मिल्छ मिठो हुन्छ एकदम यो यसको भित्र फल खान मिल्छ यसको हुन्छ खान मिल्छ यो सबै यो भित्र चाहिँ यसको पुरा बिउहरू हुन्छ सबैमा ए हो र सबैमा बिउ हुन्छ त्यो खान मिल्छ एकदम मिठो हुन्छ ए हामी चाहिँ सल्ली बिजौला भन्थ्यौँ त्यो चाहिँ हामी गाउँघरमा यो चाहिँ एकदमै खान्थ्यौँ पहिला जङ्गल गयो अनि खोजेर खायो मिठो हुन्छ अब यो झरिसकेपछि यसमा हुन्न फेरि अब नहुने भयो यो झरिसकेपछि चाहिँ यसमा हुन्न यो आगो बाल्नलाई चाहिँ फेरि एकदम बेस्ट हुन्छ यो आगो बाल्न पहिला दियालोको रूपमा प्रयोग गर्न सकिन्छ आगो बाल्नको लागि चाहिँ यो एकदम राम्रो हो धन्किन्छ नि यो यसरी ए मजाले दियालो जस्तै कस्तो राम्रो आगो बल्छ यो दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ फलहरू चाहिँ अब भेटायो भने खान मिल्छ फल नभएपछि यो दाउराको रूपमा प्रयोग गर्न सकिन्छ